हेलो गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। आई होप सन्चै हुनुहुन्छ होला। म पनि एकदम सन्चै छु। मेरो चाहिँ फर्स्ट भ्लग हो यो। कस्तो हुन्छ हेरिदिनु होला। भ्लग चाहिँ लामो छ, मिनी भ्लग एकदमै धेरै लामो छ भिडियो चाहिँ, त्यही पनि हजुरहरूले हेरिदिनु होला। मेरो चाहिँ आज रुम कति धेरै फोहोर भइरहेको थियो क्या है, अनि त्यसबाट मैले रुम मिलाउन लागेको। अब फर्स्टमा चाहिँ म लुगाहरू लुगाहरू अब सुकाएर भर्खरै झिकेर ल्याएको थिएँ नि त बिहान, अनि हिजै झिकेर लिएर आएको। तर मैले गर्न लागेको चाहिँ आज क्या, हिजो बेलुका झिकेर लिएर आएको लुगा माथिबाट। तर आज चाहिँ म मिलाउँदैछु क्या, कस्तो अल्छी छु क्या गाइज म। त्यसबाट फटाफट लुगा मिलाउनतिर लाग्छु। अब लुगा उल्टो पारेँ, त्यसपछिबाट बाटीमा लिएर आइरहेको थिएँ। अनि लुगा पनि हेर्नु न कति धेरै छ क्या गाइज मेरो लुगाहरू, मेरो हस्बेन्डको। अनि मेरो हस्बेन्ड चाहिँ बिहानै काममा 8-9 बजे नै काममा जानुभएको। म चाहिँ अनि त्यसपछिबाट एक्लै थिएँ, अनि के गरेर बस्नु। अब त्यही त अनि मेरो काम रुमसुम सफा गर्ने, अनि त्यसपछि पर्दा पनि खोलेको थिएन। अनि त्यसपछिबाट घाम कति धेरै लागेको थियो क्या, रुमभित्र पनि कति धेरै घाम आउँछ मेरो चाहिँ। अनि त्यसपछिबाट गऱ्यो। अनि त्यसबाट हुन त यो भ्लग बिहानकै हो यो भिडियो, तर मैले अहिले रेकर्डिङ गरिरहेको छु क्या गाइज। अनि त्यसपछिबाट अब बेडमा तन्दा पनि कति धेरै फोहोर भएको थियो क्या, अनि मैले अर्को चेन्ज गर्नतिर लागेको। मेरो चाहिँ 3 दिन 4 दिनपछि चाहिँ कति धेरै फोहोर हुन्छ क्या। अनि त्यसबाट कस्तो बच्चा भएको रुम जस्तो हुन्छ भनेको। अनि बच्चाहरू चाहिँ कोही पनि छैन नि त। अब मै हो बच्चा भने नि, ठुलो भयो भने अनि मलाई फेरि एउटा कुरो चाहियो भने म 10वटा चिज बिगार्छु क्या गाइजहरू। घाम हेर्नु न, घाम कति धेरै। म त कस्तो गर्मी भइसकेको थियो क्या, बिहान 8 बजी उठ्दाखेरि त मेरो रुममा त घाम कति धेरै आउँछ क्या। अनि बेलुका पनि गर्मीबाट यति धेरै सुत्नै सक्दैन क्या। अनि त्यसबाट कति गाह्रो हुन्छ। अनि त्यसबाट फेरि लुगाहरू मिलाएँ। अनि त्यसबाट अनि अब यहाँनिर अनि बुढा हस्बेन्डलाई बिहानै खाना बेलुकै थियो क्या तरकारी चाहिँ। अनि बिहान चाहिँ मैले खाना बनाएर खानेर अनि चाहिँ उहाँ चाहिँ काममा जानुभयो। अनि म चाहिँ फेरि यतातिर रुम सफा गर्नतिर लागेँ है। अनि त्यसबाट तन्दा पनि त्यस्तो भइसकेको छ क्या मेरो चाहिँ। छन त नयाँ छ, तर अब कोही हुँदैन, अब 2जना मात्रै किन नयाँ फोहोर पार्नु, झिकेपछि च्यात्तिहाल्छ भने मैले चाहिँ त्यही नै हालिरहेको हुन्छु क्या। अनि त्यसबाट अनि मैले यताउति गरेर काम गरिरहेको छु अहिले। अनि मलाई खासै त्यति साह्रो काम पनि गर्न आउँदैन। अनि यो रेकर्डिङ चाहिँ मैले 3-4 चोटि गरिसकेँ गाइज। अब फर्स्ट टाइम हो नि त, अनि बिग्रेको छ, कहिले के हुन्छ। मलाई मान्छेहरूले सुनेछ भने पनि बाहिरबाट के भन्छ होला कि, यो त एक्लै बोलिरहेको छ भन्छन् होला। तर भन्नेलाई त भन्नेको पर्वाह गर्नु हुँदैन है। अनि त्यसबाट मलाई यहाँबाट बाहिर जाँदाखेरि के अब कतिजनाले भन्नुहुन्छ क्या, तिमी यति सानै छौ किन बिहे गरेको हो, सबैजनाले यही नै भन्नुहुन्छ क्या। अब आफ्नो मन हो नि होइन र। हामी बुढाबुढी खुसी नै छौँ, बुढाबुढीसँगै छौँ 2जना, अब बस्छौँ। अनि अब उसलाई पनि मेरो केही प्रब्लम छैन, मलाई पनि उसको केही प्रब्लम छैन भने मान्छेहरूलाई चाहिँ किन प्रब्लम हुन्छ होला जस्तो लाग्छ क्या मलाई चाहिँ। अनि म यतातिर फेरि यहाँनिर यो कपडा अन्त तान्यो। अनि त्यसपछि कचक पारेर अनि फेरि लुगा मिलाउनुतिर लागेँ। अनि त्यसपछिबाट मेरो चाहिँ होइन कति वर्ष पुरानो लुगाहरू छ क्या। अनि मसँग त्यो हेर्नु न, गर्मीबाट म फटफटाएको क्या, गर्मीबाट कति धेरै फटफटाएको। अनि त्यसपछि खासमा चाहिँ म पानी लिन गएको थिएँ, फेरि पानी खाएँ। अनि त्यसपछिबाट फेरि भाँडा यो झाडु त सारेँ। अनि फेरि लुगाहरू एकातिर गरेँ, कुन कहाँ राख्यो भनेर। गाइस भिडियो चाहिँ आफै अड्किन्छ क्या बेला बेलामा, के हुन्छ। मोबाइल चाहिँ त्यस्तै खालको छ क्या, अनि अड्किन्थ्यो अनि स्किप गरेँ है। अब फेरि म आइसकेँ। अब मेरो हस्बेन्डको लुगा हेर्नु न, एकचोटि मिलाउँदा मिल्दैन, फेरि उल्टो पारेर मिलाएको। अनि फेरि भयो। अनि त्यसपछि मेरो हस्बेन्डको सर्ट हेर्नु न,
लुगा फेरि कति धेरै छ क्या, 2जनाको लुगा 10जनाको जति छ गाइज। अनि त्यसबाट मलाई चाहिँ कस्तो कस्तो अर्डर लागिरहेको छ होइन। अनि त्यसबाट हजुरहरूलाई कस्तो लाग्छ भिडियो कमेन्ट गरिदिनु होला। म खासमा चाहिँ यो भिडियो टिकटकमा हाल्छु होला। अब युट्युबमा त म यो भिडियो हाल्दिनँ, किनभने मलाई मेरो युट्युब च्यानल त छैन। युट्युब आइडीमा हालेर हुँदैन, युट्युब च्यानल म चाँडै खोल्छु। त्यसबाट युट्युबमा पनि हाल्छु मिनी भ्लगहरू, हजुरहरूले देख्न सक्नुहुन्छ। अब केही दिनको लागि चाहिँ म हाल्दिनँ अहिले। अनि त्यसबाट यहाँ हेर्नु न, म नाचिरहेको छु। फेरि के गर्नु, बच्चा जस्तो छु म। मेरो बानी बच्चाको भन्दा नि आगर छ। बेला बेलामा नाचेको गर्छु पुरा। अब एउटा काम गर्न लाग्यो भने म 10चोटि नाचिरहेको हुन्छ। फेरि गीत भएन, त्यो राम्रो लागेन, अनि फेरि अर्को बजाउनेतिर लागेँ, ल फेरि नाच्न लागेँ म। मलाई हाँस उठ्छ कि मेरो भिडियो हेरेर, कस्तो नाटक आउँछ मलाई। फेरि म बच्चा हो कि ठुलो हो, त्यही भएर मलाई सबैले भन्नुहुन्छ क्या, बच्चा छ, बच्चै बेलामा किन बिहे गरे होला भन्नुहुन्छ क्या सबैजनाले। अब के गर्नु, यस्तै हो त। अब हेर्न सक्नुहुन्छ मेरो भिडियो। अब मैले फेरि खै लुगा मिलाइरहेको छु है गाइज। मेरो ट्र्याक फेरि त्यस्तो हालतमा छ, जति लुगा धोए पनि कहिले सकिँदैन के। अब अहिले हिजो भर्खर मैले 1 बाल्टिङ लुगा धोएको, अहिले फेरि यति धेरै फोहोर भइसक्यो के। कति धेरै लुगा हुन्छ। अनि त्यसबाट के गर्नु त, लुगा भएपछि अब हेर्नु न, धुने लुगा फेरि निस्किहाल्छ के, लगाएकै छैन। अब फेरि त्यत्तिकै ललाक बलाक पारेर राख्यो भने फोहोर लाग्छ आफैलाई। अनि फेरि मलाई चाहिँ यो कामबाट आएको थियो कि यो टी सर्ट है, यो टी सर्ट आएको थियो। अनि त्यत्तिकै फोहोर भइरहेको थियो क्या। अनि लगाउन त म लगाउँदिनँ यो टी सर्टहरू, अब त्यही पनि। अनि त्यसबाट के गर्नु, देख्न सक्नुहुन्छ हजुरहरूले। कस्तो हाँस उठ्छ क्या मलाई मेरो ऊ देखेर। म आफैलाई देखेर आफै छक्क पर्छु क्या। म कसैसँग रुचाउँदिनँ। मलाई सबैले कस्तो इग्नोर गर्नुहुन्छ क्या, किन हो सानैदेखि। अब गाइज तपाईँहरूलाई थाहा छैन, मेरो बाबा पनि छैन, मम्मी विदेश हुनुहुन्छ। अब त्यस्तै हो, बाबा मम्मीले सानैमा छोडिदिनु भएको हो नि त। अनि त्यसबाट अनि सानैदेखि एक्लै के अरे कोही बाउ आमाको साथमा नभएर होला, अनि ठुलमम्मीहरूको सँग बसेर होला, त्यही साह्रो मलाई इन्ट्रेस्टै लाग्दैन क्या। कोही आफ्नो जस्तो पनि लाग्दैन त्यति साह्रो। अनि त्यसबाट अब यो भिडियो हेरेर क्या, अब मान्छेहरूले, अब मेरा आफन्तहरूले भन्छन्। अनि त्यसबाट यो त के भन्छन् होला, अब जेसुकै भनौँ अब है। मान्छेहरूलाई के आफ्नो आफन्त चाहिँ कसैलाई कोही पनि चाहिँदैन रहेछ भन्ने साँच्चीकै हो रहेछ कि। त्यसबाट अब आओस्, यस्तो त इन्ट्रेस्ट नगरौँ यस्तो कुराहरूमा है। अब म त्यसपछिबाट त्यहाँ बेल्ट पनि झिकेर राखेको, अब त्यो धुनु पर्ने भयो क्या पाइट है। अनि त्यसपछिबाट कुच्चोहरू यता निकालेँ, कुच्चोको डन्ठी झरेको रहेछ। अनि फेरि मैले यो मिलाएँ। अनि त्यसबाट अनि हेर्नु न, कस्तो फटाफट गर्छु क्या काम पनि म। अनि फटाफट के भन्नु, यहाँ छिटो देखाइरहेको छ, गर्न त मैले ढिलै गरिरहेको छु क्या। अनि फेरि ब्याग राखेँ उता, अनि जारमा पानी थियो, अनि फेरि यता सारेँ। अनि त्यसबाट हेर्नु न, यो के अरे यत्तिकै थियो क्या, बाल्टिङ खाली रहेछ। अनि फेरि मैले हिजो नुहाएको थिएँ, अनि खाली भएको थियो। अनि फेरि जारको पानी गतत हाल्यो। अनि म हबडाउँदै हालिरहेको छु क्या। त्यसबाट भरिएको पनि ठ्याक्कै भरियो पनि। अनि त्यसबाट योहरू उचालेँ। अनि चार्जर पनि त्यहीँ हुन्छ नि त मेरो। अनि मैले चार्जर झिकेँ, अनि त्यो चाहिँ उचाल्न नसकेर फेरि स्वाहा भयो। अनि त्यसबाट फेरि यतातिर आएँ, अनि कपाल पनि, अनि यहाँ क्यामेरा मिलाएँ। अनि त्यसपछि म सोफातिर जान गएँ, सोफा फोहोर भइरहेको थियो। अनि त्यसपछि मैले कुच्चो झिकेको थिएँ, अनि त्यो कुच्चो हालेँ अघि नै भित्रबाट झिकेको। अनि त्यसबाट अनि मैले योहरू गर्न लागेँ। अनि सोफा फेरि फ्याट झारेँ है। अनि त्यसपछिबाट अनि त्यो त्यहीँनिर ओछ्याइदिएँ। अनि त्यसपछिबाट
मैले त्यो पनि त्यही पट्याएर राखेँ अनि त्यसको पसिना आइरहेको थियो फेरि पसिना पुसेँ अनि फेरि त्यही पट्याएर त्यहीँ राखेँ अनि मेरो बुढाको क्याप अनि मेरो तुना पनि निस्किएको थियो अनि त्यो राखेँ अनि फेरि केही यो सबै अब हिजो कपडा धुँदाखेरि मैले झिकेको थिएँ नि त अनि त्यसपछि हेर्नु न दबाई अब के गर्नु दबाई फेरि खानातिर लागेँ अब ठ्याक्कै 11 बजेको थियो अनि दबाई खानातिर लागेँ म अनि दबाई मैले दबाईहरू उता राखेर अनि त्यसबाट फेरि साट्ट पारेर च्याप्यो दबाईको खोल अनि त्यसबाट फेरि खाएँ अनि पानी पनि खाएँ तितो त्यो दबाई पनि फेरि त्यस्तै अनि खाएँ अनि त्यसबाट अनि दबाई यो त झन् कुरै नगरौँ यस्तो इरिट हुन्छ नि यो दबाई खानै सक्दैन कति धेरै नमिठो छ अनि त्यसबाट त्यही पनि खानै परिहाल्यो अनि मुख बिगारी खाएँ मैले दबाई अनि त्यसबाट फेरि खाएँ अनि फेरि पानी खाएँ अनि फेरि अनि त्यो सबै राखेँ अनि राखेर दबाई हेर्नु न म फेरि बजाइराखेको छु दबाई फेरि बज्छ क्या छन हुन्छ नि त अब त्यो गोलीवाला दबाईहरू अनि फेरि राखेँ त्यसलाई राख्न गएँ अनि त्यहाँनिर राखेर आएँ अनि त्यसबाट फेरि यतातिर पानी पनि खाएँ अनि फेरि क्यामेरा मिलाएँ अब लागि टेबल सफा गर्न अब टेबल है अनि त्यसबाट अनि प्याडहरू झिकेँ अनि त्यसपछि खुत्रुके पनि बजाएँ एकछिन अनि खुत्रुकेमा चाहिँ यसो अलिअलि पैसा छ नि त अनि त्यहाँनिर सामान सबै फेरि झिकेर सफा गर्नतिर लागेँ अनि त्यसबाट घडी पनि झिकेँ अनि मेकअपको सामानहरू त केही छैन यसो अलिअलि छ अनि त्योहरू पनि झिकेँ अनि फेरि त्यही कपडा झिकेर धुने कपडा झिकेर त्यो पुसेँ अनि फेरि खुत्रुके राखेँ अनि उता त्यो सामान सबै राखेँ है अनि त्यसबाट अब खासै राख्न त आउँदैन अब यस्तै गरी राख्छु म सामानहरू है अब हजुरहरूलाई कस्तो लाग्छ कमेन्ट गर्नु होला मैले राखेको मिलाएको भएको छ कि छैन कमेन्ट गर्नु होला म चाहिँ तर यस्तै गरेर राख्छु मलाई सफा चाहिन्छ क्या जे कुरा पनि होइन सफा गरेर राख्नु मन लाग्छ अनि त्यसपछि मैले त्योहरू फेरि सफा गरी फेरि कुरा गरेको चाहिँ नभन्नु है फेरि साँच्चीको हो फेरि त्यस्तै भन्छन् मान्छेले एकछिन भिडियोको लागि होला भनेर भन्छन् तर होइन त्यो चाहिँ त्यसपछि फेरि म चाहिँ देखाउँदैछु क्या त्यतिर सामानहरू पनि अनि क्लिपहरू यतातिर मिलाएर राखेँ घडी पनि मिलाएर राखेँ अनि ऐना पनि राखेँ अनि त्यसपछिबाट यता फेरि किचन साफ गर्नतिर लाग्यो अब फेरि गीत अब फेरि मलाई नाटक चलिहाल्यो नाच्न पनि थाल्यो अब के गर्नु भगवान् हेर्नु न गीत सुन्दै पनि म यति धेरै रमाउँछु के कस्तो ह्याबिट होला मेरो अनि त्यसपछि यतातिर लागेँ अनि त्यसपछि हिजो चरपटे बनाएर खाएको थियौँ होइन अनि त्यसपछि त्यस गिलो के अब त्यो हुन्छ नि त अब चरपटेमा हाल्ने मेन अब त्यो बचेको थियो क्या अब त्यो किन फाल्नु भनेर मैले चाहिँ होइन बोतलमा हालेर राखेको के एउटा अनि त्यसपछि अलिअलि पानी बोतलमा हालेँ त्यो अनि बोतलमा पनि हाल्यो अनि फेरि बोतलबाट झऱ्यो क्या भुइँमा कति आधी जति झऱ्यो क्या भुइँमा ढङ्गै छैन मेरो केही काम गर्नु पऱ्यो भने म 10वटा बिगारिदिन्छु फेरि यतातिर देखाउन लिएर आएँ अनि बोतलहरू झिकेर फेरि सबै त्यहीँनिर राखेँ अनि त्यसपछिबाट खाना पनि त्यहाँ हालेँ मैले अनि त्यसपछिबाट भाँडाहरू यहाँ गरेँ अनि भातहरू खन्याएँ अनि भातहरू खन्याएर अनि फेरिबाट त्यसपछिबाट अनि सफा गर्ने तर्फतिर लागेँ अनि त्यसपछिबाट देख्न सक्नुहुन्छ अनि मैले भाँडाहरू त्यस्तै भएको थियो अनि फेरि मैले भाँडा बाहिर पुऱ्याएर आएँ अनि त्यसपछिबाट फेरि सफा गर्नतिर लागेँ अनि ग्यासहरू मैले सफा गरेँ अनि त्यसपछिबाट त्यो के अरे प्लास्टिक तानेर बसेर चाहिँ अनि त्यहाँ लगेर मैले बाँधेँ अनि त्यसपछिबाट ग्यास पुसी मैले सबै सट्ट पारेर अनि त्यसपछिबाट पुसिसकेपछि होइन अनि पुस्दैछु अझै सकेकै छैन कामै कहाँ सकिनु अहिले अनि त्यसबाट मैले अनि त्यो गरेँ अनि लुगाहरू पनि मजाले राखेँ अनि त्यसबाट फेरि म बाहिर गएँ अनि त्यसपछि चप्पल लिएर आएँ अनि चप्पल राखेँ अनि त्यसबाट फेरि म बढाल्नतिर लागेँ अब देख्न सक्नुहुन्छ बढाल्दै मेरो हालत त्यस्तो खराब भइसकेको थियो अनि त्यसपछिबाट बढाल्नतिर लागेँ अनि मोबाइल चाहिँ फेरि कुना कोप्चातिर कता मिल्छ अनि त्यतै राख्न थालेँ क्या होइन अब यस्तै त हो नि अब राम्रो क्यामेरा पनि छैन अब क्यामेरा पक्रिने ऊ पनि छैन अनि फेरि
त्यो चाहिँ फेरि च्यात्तिसकेछ क्या गाइजहरू, देख्नु न हेर्नु न। अनि त्यसपछिबाट मैले बढालेँ, अनि बढाल्न लागेँ, अनि सबै हेर्नु न अलिकति ढोका तानेको, अनि फेरि क्यामेरा चेक गर्नु म बढाल्दैछु है। अनि कस्तो लाग्यो भिडियो, अनि त्यसपछिबाट भिडियो अझै छ, अझै मैले कतिहरू काम गर्नै छ है। अनि त्यसबाट भिडियो बनाएर यस्तै भिडियो नै बनाउँछु कि मैले चाहिँ नाच्न पनि लाग्यो, के गर्नु भगवान्, म नाचेर मेरो दिन जाने भयो। एउटा भिडियो छ भने म 10चोटि नाच्छु। अनि त्यसपछि अनि यतातिर भाँडा माझ्न आएँ, अनि भाँडासाँडा बाटी पनि माझेँ। अनि फेरि मैले भाँडाहरू यति धेरै फोहोर थियो क्या गाइज। अनि हिजो दिउँसो खाजा खाएको पनि माझेको थिइनँ मैले। अनि त्यसबाट त्यो सस पकाएकोहरू सबै त्यही थियो कि, अनि सबै भाँडा पनि मैले माझ्नतिर लागेँ। अनि त्यसबाट मैले स्टार्ट गरेँ भाँडा माझ्न। देख्न सक्नुहुन्छ म कस्तो देखिरहेको छु। अनि भाँडा माझ्ने ठाउँमै क्यामेरा लगाएर अनि फेरि मैले भाँडा सो पार्न लागेँ। अब के गर्नु, छोरी मान्छे भएपछि, नेपाली भएपछि भाँडै त माझ्नु पर्यो होइन। अनि त्यसबाट अब हेर्नु है, भाँडा माझ्न थालेँ म। अनि त्यसबाट अब माझ्छु म टुटुटुटु भाँडा बाटी। अनि त्यसपछि चम्चाहरू माझ्दै गएँ। अनि त्यसपछिबाट म त माझ्दै मलाई कस्तो मनमा चाहिँ मैले केही कुरा खेलिरहेको थिएँ क्या। कति धेरै काम गर्नुपर्ने, छोरी मान्छे भएर घरको काम सबै गर्नुपर्ने जस्तो सोचिरहेको थिएँ है। अनि त्यसपछि मैले हेरेँ उतातिर पनि गेट बजिरहेको थियो। अनि को आएछ भनेर अब फेरि लाज लाग्छ नि त, अब अरूको अगाडि भिडियो बनाउनलाई होइन। अनि त्यसपछिबाट कोही पनि आएको रहेनछ, गेट चाहिँ आफै बज्यो कि के हो पनि है। अनि म भाँडा माझ्दैछु, देख्न सक्नुहुन्छ। भाँडा फेरि एउटा मात्रै दुईवटा मात्रै हुँदैन है। बिहान खाएपछि बेलुका खाएपछि बिहान माझ्दैन, अब एकैचोटि माझिन्छ नि त। अनि त्यही भएर भाँडा धेरै हुन्छ। अब म चाहिँ लागेँ भाँडा पखाल्नेतिर। अनि खल पखाल्न थालेँ है। अनि त्यसबाट के गर्नु, भाँडासाँडा पखाल्नु परिहाल्यो। अब एउटा मान्छेको बुढी भइसकेपछि के गर्नु, मेरो हस्बेन्ड चाहिँ काममा जानुहुन्छ, एकैचोटि 7 बजे आउनुहुन्छ, 9 बजे गएर। अनि त्यसबाट म मात्रै बस्छु रुममा। अनि त्यसपछि मेरो चाहिँ काम छैन आजभोलि। काम नभएपछि म भाँडा धस्काउँदै बस्दै गर्छु रुममा, अनि त्यसबाट फेरि भिडियो त मैले सोचेको भन्दा नि लामो भएको के गाइज, यति धेरै लामो भइसक्यो, सकिँदैन। मलाई पनि कस्तो लागिसक्यो। अनि लामो न लामो भएको भिडियो पनि कति धेरै लामो भएको त। त्यही पनि अब भयो नि होस्, अब के गर्नु, यस्तो भिडियो टिकटकमा त हेर्दैन होला हो कसैले यति लामो भिडियो। अब राखिरहन्छु यत्तिकै। अनि त्यसबाट अनि युट्युब च्यानल खोल्छु, अनि म हाल्छु युट्युब च्यानलमा। अनि त्यसपछि हजुरहरू सबैले हेरिदिनु होला मेरो भिडियो, सबैजनाले ब्लग। म कुकर पनि खुवाइ माझिरहेको छु क्या। यति ठुलो छ क्या कुकर पनि, मभन्दा ठुलो छ, के गर्नु गाइज। अनि त्यसबाट पखाल्नतिर लागि प्लेट पनि मभन्दा ठुलो छ। अनि घाममा बसेर काम गर्नु परेछ मलाई, यति धेरै मनमा रिस पनि उठिरहेको छ। अब काम त गर्नु पर्यो होइन र। अनि त्यसबाट मैले खोइ पखालेँ। अनि त्यसपछिबाट पखालिसकेपछि म यतातिर पखाल्दैछु। अहिले कहाँ सकिनु, भाँडा यति धेरै थियो। अनि त्यसपछिबाट कराई पनि पखालेँ। कराई पनि मेरो टाउकोभन्दा ठुलो थियो गाइज। अनि मेरो टाउकोभन्दा ठुलो कराई छ। अनि मेरो रुमको हालत, भाँडाको हालत देखेर त मलाई तर्सिन मन लागिसकेको थियो। अनि मैले साबुन पनि पखालेर राखेँ, अनि जालोहरू पनि पखालेर टक आफ्नो ठाउँतिर राखेँ। त्यसपछि बाल्टिङ पनि पखालेँ, बाटा पनि। त्यसपछि झाडु लगाएँ। अनि त्यहाँनिरको फोहोरहरू सबै झिकेर त्यहाँनिर प्लास्टिकमा हालेँ। अनि त्यसबाट म गएँ भित्र भाँडा लिएर भित्र गएँ है। अब यतिखेर चाहिँ क्यामेरा मात्रै छ मेरो, म चाहिँ छुइनँ, भित्र गएको छु। अनि भित्र भाँडा पुर्याउन गएको। अनि म फेरि अब आउँछु एकछिनपछि, आएँ म भित्रबाट आएँ। अनि त्यसबाट फेरि मैले क्यामेरा अलि उताको गरेँ। अनि त्यसपछिबाट फेरि मैले दाँत माझ्नतिर लागेँ।
म चाहिँ बिहान मात्दिनँ, एकैचोटि दिउँसो 11 बजे मात्छु जहिले पनि। अब अरूले चाहिँ बिहानै मात्छन् होइन, तर मलाई चाहिँ निन्द्राले छोड्दैन बिहान। बिहान मेरो हस्बेन्ड आफै खाना बनाएर अनि जानुहुन्छ कुनै बेला त म उठेकै हुँदैन क्या। मलाई 10, 11, 9 बजीकन उठ्नु पनि मन लाग्दैन। फेरि नाटक पनि आउँछ कि मलाई बेला बेलामा। अनि फेरि हस्बेन्ड भएपछि चाहिँ मेरो बानी कस्तो छ भने होइन, म लालाक लुलुक हुन्छु कि होइन। अब हस्बेन्ड नहुँदा म यसरी कुरा गरेर होइन टिकटकहरू बनाएर बस्छु क्या। अनि रुमको सामानहरू कामहरू पनि सबै गर्छु। अनि मेरो बुढा आएपछि चाहिँ अनि म यत्तिकै नाटक गरिबसेको हुन्छु क्या। अनि उसलाई परेसान गरेर बस्छु। अनि रिसाउँछ कुनै बेलामा। अनि फेरि म रिसाइदिन्छु अनि फेरि आउँछ फकाउनलाई। के गर्नु, यस्तै छ हामी बुढाबुढीको सम्बन्ध। म त्यहाँनिर खुट्टासुट्टा धोएँ अनि त्यो कपडा लिएर गएँ। अनि त्यसबाट फेरि भित्र आएँ। अनि त्यसपछिबाट भित्र आइसकेपछि मुखहरू सफा गरेँ। अनि त्यसबाट मैले त्यो मुखमा लगाउने थियो अनि त्यो झिकेर लिएर आएँ अनि लगाएको। अनि त्यसपछि चिप्लो चिप्लो भयो। मैले मुखमा लगाउने भनेको यति नै हो। अनि मुख मैले देखाएँ अनि पोज गरेँ। थ्याङ्क यू फर वाचिङ माई न्यू भिडियो। यतिखेरसम्म हेरिदिएकोमा थ्याङ्क यू।